हाई एभ्रिवान मैले चाहिँ उता भोटे चौरको ब्लग खिचिसकेपछि अर्को नेक्स्ट ब्लग ल्याएको थिइनँ अनि हाम्रो दाई हुनुहुन्छ आसित हेलो भनिदिनु अनि हाम्रो मन्सा दिदी हुनुहुन्छ हेलो हाम्रो स्विट दिदी अनि हाम्रो धेरैजना ग्रुपहरू हुनुहुन्छ आफ्नै तालमा हुनुहुन्छ अनि हाम्रो मन्सा दिदी चाहिँ अलि धेरै ब्लगमा ल्याइदिनु न मलाई किनकि मलाई धेरै स्क्रिनमा बस्नु छ भन्नुभएको थियो त्यही भएर मैले खिचेको है गाइजहरू। अब हामी यो चाहिँ न्यू दक्षिणकाली रिसोर्ट डल्लुमा छ हाम्रो अफिस टिमदेखि आएको छौँ। अब हामी के एक्टिभिटी गर्छौँ थोरै क्लिपहरू देखाउँछु। अब सबै कुरा त देखाएर सम्भव पनि हुँदैन, अब केही कुराहरू केही मोमेन्टहरू क्याप्चर गर्छु अनि देखाउँछु। यति गाइस हामी चाहिँ स्कुटरमा आएको 6वटा स्कुटरमा 12जना। अब अरू पनि आउन बाँकी हुनुहुन्छ तर यो प्लेस चाहिँ दामी छ। अहिलेको दिउँसोको 3 बज्यो, 3 होइन 4। यता पछाडिपट्टि चाहिँ त्यो मन्दिरको शालिग के भनौँ महादेवको शालिग। ओके हेलो दिदी। हेलो 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 केयर माई स्किन। हेलो दिदी। हेलो म त फेरि पनि आएँ है। न्यू बेहुली हुनेवाला बेहुली। ओ माई गॉड यू आर लुकिङ सो ब्युटिफुल। हाम्रो सर हुनुहुन्छ यता। दादा हानी हालौँ न अब ल्याइसक्छु। यो चाहिँ हाम्रो रिसोर्टको ठाउँ हो, एकदमै राम्रो लाग्यो मलाई। अनि हाम्रो एकजना सर हुन्छ उहाँलाई म सोध्दैछु है हाम्रो अफिस टिमको। हेलो सर। हेलो कसरी आइपुग्नु भयो यहाँ? म स्कुटरमा गुडेर। यो ठाउँको नाम के हो अनि लोकेसन भनिदिनु न अलिकति। यो ठाउँको नाम चाहिँ डल्लु रिसोर्ट हो। हजुर। र लोकेसन चाहिँ यो ठ्याक्कै कहाँ भन्दा दक्षिणकाली नपुग्दै बल्खुबाट 12 किलोमिटरमा ठ्याक्कै यहाँ आइपुगिन्छ। हजुर। अनि अब पब्लिक भेहिकलमा ट्राभल गर्ने मान्छेहरू? पब्लिक भेहिकलमा ट्राभल गर्नको लागि चाहिँ बल्खुबाट नै बस पाइन्छ। हजुर। अनि रत्न पार्कबाट पनि बस पाइन्छ। यदि आफूसँगै भेहिकल छ भने कति टाइम? आफूसँग भेहिकल छ भने त तपाईँ बल्खुबाट आधी घन्टामा आइपुग्नुहुन्छ। हजुरको आँखा रातो छ सर, के भयो? धुलोले। ओ काठमाडौँको पोल्युसन। ल यस्तो छ भ्यू, मलाई एकदमै रमाइलो लाग्यो। गाइज हजुरहरूलाई केही भन्न मन छ? भन्नु न, केही भन्नु मन छ भने सबैभन्दा राम्रो मान्छे नबेली दुल्हनलाई केही भन्नु छ? दिदी एडभान्समा ह्याप्पी म्यारिड लाइफ है। एडिट गरेर। अनि हजुरलाई के भन्नु छ? मलाई के भन्नु छैन, म त सानो भिडियो खिचिदिन्छु नि त्यो अस्तिको। नयाँ दिदीहरू सुन्नु न। हजुर अब चाहिँ हामी यसरी रिसोर्ट इन्ट्री गर्दैछौँ। अनि हाम्रो सबै अफिस टिम हुनुहुन्छ उहाँहरू चाहिँ। मेरो भ्लग एकदमै ऊ भइरहेको कि आजभोलि लो क्वालिटी आइरहेको क्यामेरा पनि। हेलो मनी कालो चाहिँ हेल्थ कन्सियस पहिला कालो मात्र भन्नु। को के अरे? एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा कालो। मनी कालो है सर? 6वटा कालो 12वटा कालो बेसी हुनुपर्छ। हैन 6वटा। हेलो सर। हामी कहाँ छौँ अहिले? के भन्छ दक्षिणकाली के प्रपोजको लागि आएको हो? एकचोटि भनिदिनुहोस् ल। के प्रपोजको लागि? हामी चाहिँ वे टु सक्सेसको टिम रिफ्रेसमेन्ट बोन्डिङ टिम बोन्डिङ त्यसको लागि हो। हेलो म्याम, सन्चै हुनुहुन्छ? हामी दक्षिणकालीमा छौँ है। लक्ष्मी म्याम कहाँ हुनुहुन्छ? हेलो म्याम। अगाडिकै भ्लग एडिट गरेँ होइन? चिया सञ्जीवले व्यवस्था गर्छ। सञ्जीव हुँदा हुँदै यो चाहिँ स्विमिङ पुल हो।
हजुरहरू आएर इन्जोय पनि गर्न सक्नुहुन्छ। दिस इज सो फ्रेस प्लेस। हजुर स्विमिङ खेल्न जाने हो र? म्याम स्विमिङ खेल्न जाने हो? म्याम स्विमिङ खेल्न जाने हो? नजाने? जाने हो स्विमिङ खेल्न? हाम्रो यहाँ सबजना अफिस टिम मेम्बरहरू हुनुहुन्छ। सबजना आफआफ्नै तालमा व्यस्त हुनुहुन्छ। अनि हाम्रो म्याम चाहिँ यहाँ भिडियो गर्दै हुनुहुन्छ। मलाई यहाँको भाइब्सहरू चाहिँ मन पर्यो अनि यहाँको सिनरीहरू पनि मन पर्यो। म चाहिँ सबै मोमेन्टहरू चाहिँ क्याप्चर गर्न अलिक असम्भव हुन्छ होला। मैले जति टाइम हुन्छ जति फोनले क्याप्चर गर्न सक्छ मेरो फोनले जति क्वालिटी छ त्यति नै खिचिरहेको छु। अब हामी चाहिँ रुम हेर्नको लागि जाँदैछौँ। एन्ड दिस इज आवर रुम। सबैले आफ्नो मान्छे समातिसके। बेडमेट यताको बेडमेट खोइ बेडमेटहरू है। म्याम हजुरको बेडमेट को हो? छिटो म्याम त नाच्न लागिसक्नु। यता पनि दुईटा बेड रहेछ। सबैले अब चाहिँ हामी चिया खान लाग्यो, ब्ल्याक टी। उहाँ चाहिँ मिल्क टी खाने साथीहरू यता हुनुहुन्छ। अनि हामी चाहिँ ब्ल्याक, किनकि सबैजना हेल्थ कन्सियस हुनुहुन्छ नि त। अब चाहिँ हामी डान्स सकेर डिनर गर्न लाग्यो। के हो तपाईँहरूको फोन देखेला यहाँ ब्लगमा? सबजना भोकले थकित देखिनुहुन्छ। यता टोलीहरू हुनुहुन्छ। हजुर एक थोपो पनि ननाच्ने चाहिँ हजुर हो यार। सो स्याड गाइज। अब हामी के गर्न लाग्यो? डिनर। भोकले मर्नु लागिसक्यो। मेरो भाग्ने ल्याइदिनु न दिदी प्लिज। बफेट सिस्टम। अब यो खानाको लागि लाइन छ। म जस्ट भ्लग बनाउनको लागि मात्रै अगाडि गएको है। अब यहाँ के छ खाना, यहाँ छ खानेकुराहरू। म चाहिँ भोक लागेर अगाडि आएको है गाइज। पछि हामी बसेको रिसोर्टको रेस्टरुम हो। सर्भिसहरू राम्रो लाग्यो मलाई। यो चाहिँ इनर पार्टबाट देखिएको भ्यू भयो। कस्तो मिठो हावा चलेको छ, एकदमै फ्रेसनेस फिल भइरहेको। यो लाइटनिङहरू अनि यो रिसोर्टको चाहिँ धेरै नै एरिया छ। यता चाहिँ सबैजना खाना खाइरहनु भएको छ। म चाहिँ खाना खाएर भर्खर उठेको। कस्तो मिठो हावा चलिरहेछ। अब चाहिँ हामी रेस्टको पालो।
सुत्यौँ अब गुड नाइट भोलि बिहान उठेर खिच्नुपर्छ कस्तो काली आएको यार अनि काले त झन् लस्टी काले होइन कि लाइटले लाइट परेर भन्नु खोजेँ ओके ल सबै आफ्नो तर्फ गुड मर्निङ गाइज दिस इज आवर सेकेन्ड डे इन दक्षिण काली रिसोर्ट सबजना उठेर अब आफ्नो तालमा हुनुहुन्छ अनि भर्खर उठेको सुस्मिता चाहिँ अनि कस्तो एकदमै निन्द्रा लागिरहेको थियो त्यो पनि फ्रेस भ्यू हेर्नु उठिहालेको रातभरि नसुतेर यस्तो आहा भयो वाउ कस्तो फ्रेस ठिकै 6:00 भयो अहिले चाहिँ म अघि नै 5:57 मा उठिसकेको थिएँ बाहिर ननिस्केको छु तल चाहिँ यो रिसोर्टको चाहिँ धेरै ठुलो एरिया फैलिएको रहेछ ब्याक भ्यू पनि देखाउँछु यता ब्याक भ्यू चाहिँ यस्तो छ यो चाहिँ कस्तो राम्रो गुम्बा हो कि के हो मौसम एकदमै धेरै फोहोर भएको कारणले यहाँ फुलहरू पनि रोपेको रहेछ यस्तो छ तल स्विमिङ पुल पनि छ बाहिरको मौसम चाहिँ एकदमै धेरै चिसो छ एकछिन म फ्रेस हुन्छु अनि फेरि भिडियो क्लिपहरू अलिअलि फ्री भएको बेलामा देखाउँछु है त गाइज भर्खर उठेको त्यस्तो ढिला सुतेर नि यति छिटो उठिन्छ जस्तो लागेको थिएन तर हामी कति बजी सुतेको हुन्छ 2 बजे ओ माई गड रातभरि सुत्नु हुँदैन यार ओके गाइज सी यू अब चाहिँ हामी ब्रस गर्न जान लाग्यो ब्रस गरेको पनि के देखाएको होला भन्ने सोच्नुभयो होला हाम्रो एउटा दिदी चाहिँ ब्रस गरेर आइसक्नुभयो हेलो मर्निङ हामी डान्स गरेको ठाउँ हो यो चाहिँ माथिबाट यस्तो भ्यू देखिन्छ यता हाम्रो म्याम हुनुहुन्छ तल बिहान भिजिट गरेर आइसक्नुभयो मर्निङ वाक गएर यता उताबाट नि खिच्दै हुनुहुन्छ अनि खिच्दैछु ओ हेलो हेलो फ्रेस भइसक्यो हुन्छ हिँड्दै गर्नु न यो पछाडि गुम्बा रहेछ राम्रो रहेछ सबजना फ्रेस हुन छोडेर आफ्नै फोनमा बिजी छन् अनि उठ्ने बेला भएन गाइजहरूको उठेर पनि हामी त सुतिसक्यौँ अनि चिया खानामाथि बोलाउँदै हुनुहुन्छ त सब आफ्नो फोनमा बिजी हो म्याम हाम्रो नयाँ बेहुली अब चाहिँ हामी ब्रेकफास्ट गर्न लाग्यो यो चाहिँ हाम्रो सेकेन्ड डेको अब चाहिँ हामी लाइनमा छौँ र सबैजना खाजाको लागि बस्नुमा छ अब हामी ब्रेकफास्ट गर्न जाँदैछौँ लाइनमा हुनुहुन्छ अब चाहिँ हामी ब्रेकफास्ट गर्न जाँदैछौँ
सर चाहिँ 4वटा अन्डा खाँदै हुनुहुन्छ। 3टा हो। मैले त एउटा मात्र लिएको हो। हाम्रो यता मान्छाजी हाई भनिदिनु। ब्रेकफास्ट त्यही बस्नु न, केही हुँदैन। अहिले आशिष त आइहाल्नुहुन्छ। ल अब चाहिँ हामी गुराँसको तर्फ जान्छौँ है, किनकि हाम्रो यहाँ रिसोर्टमा गुराँसको बोट पनि छ रहेछ। हेर्नु त यो यता देखाउनु त, यो चाहिँ गुराँसको बोट भयो। तर अहिले चाहिँ गुराँसको सिजन सकिसक्यो नि त, त्यही भएर थोरै थोरै मात्रै फुलिरहेको छ। अनि हाम्रो त्यो मन्दिरको पनि देखाइदिनु न, हामी चाहिँ यो उसमा आएको छौँ भनेर। त्यो ब्याकग्राउन्ड साउन्ड अलिकति उस भयो आइरहेछ, त्यो पनि केही छैन। अब हामी पिङ खेल्न जान्छौँ है त। म चाहिँ यहाँ स्ट्यान्डबाट भिडियो खिचिरहेको छु गाइज। ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। अलिकति सहर चाहिँ पोल्युसन बढी भएको हो कि जस्तो, त्यो कारणले राम्रोसँग भ्यूहरू देखेको छैन। एकदम अल ओभर भन्नुपर्दाखेरि एभरेजमा भन्नुपर्दा राम्रो छ यो ठाउँ चाहिँ। मलाई फ्रेस लाग्यो। अब म एउटा टिकटक पनि बनाउँछु। यस्तो छ। मिटिङ सुरु हुँदैछ। अब हामी मिटिङ स्टार्ट गर्न जाँदैछौँ। हाम्रो सर यहाँ पेपर बाँड्दै हुनुहुन्छ। ल बस्नु भयो। मैले 9देखि 9:15सम्म एउटा सेसन दियो। यता बस्दा नि हुन्छ। हाम्रो चाहिँ अब मिटिङ सक्यो। अब खाना खाएर अब निस्किने हामी काठमाडौँ। अब हामी खाना खाएर काठमाडौँ निस्किन्छौँ। नुहाएको छैन। अब चाहिँ हामी खाना खाँदैछौँ। मोबाइल मान्छे चाहिँ आउनु बस्नु। मासु देखाइदिउँ। मैले त मासु नै ल्याएन, 2 पिस मात्र ल्याएको छु। मलाई कस्तो यो कस्तो उ आएको। अब चाहिँ म यो लालमुन र दही खाँदैछु। खाना पछि खानुपर्छ अरे, अब यहाँ दिएको थियो रेस्टुरेन्टमा। अब चाहिँ हामी यहाँबाट चेकआउट गरेर जान लाग्यो। सबजना फोटो भिडियोमा व्यस्त भएर अब फाइनली जान लाग्यो। हौ जाने होइन त हामी। कस्तो लाग्यो गाइज? एकदम रमाइलो लाग्यो। तपाईँलाई कस्तो लाग्यो? मलाई एकदम फ्रेस रमाइलो लाग्यो। हजुरलाई कस्तो लाग्यो? एकदम रिफ्रेसिङ रमाइलो छ। यता अर्को टोलीहरू चाहिँ फोटो भिडियोमा व्यस्त हुनुहुन्छ। ओके, मैले यो भ्लग यहीँ इन गरेँ गाइज। बाई। अब चाहिँ हामी कोही स्कुटरमा कोही गाडीमा जाने छौँ, त्यही भएर त्यो म्यानेज गर्न नि अलिकता के भन्नु छ अरे दिदी? भन्नु त एकचोटि। हाम्रो मेनुकाजीलाई सबैजनाले सपोर्ट गरिदिनु होला। लाइक फलो कमेन्ट सबै गरेर उहाँलाई एकदम अगाडि पुऱ्याइदिनु। ओके ल, अब चाहिँ हामी जाँदैछौँ। त्यो गाडीहरू हेलमेट के म्यानेज गर्नुपर्छ, त्यही भएर अब जान्छौँ। सी यु इन द नेक्स्ट ब्लग। थ्याङ्क यू फर वाचिङ। अब हामी यहाँबाट निस्किसक्यौँ। ओके गाइज, अब म रेडी हुँदैछु। सर कस्तो आँखै देखिन, कालो देखिन। जाने होइन? ओके लाउँदै भन्दै त। हामी निस्केको। हामी ब्याकग्राउन्ड पिङ नै खेल्न पाएन। छिटो जाऊ। यहाँ एउटा सिङ्गल खिचिदिनु न, खिचिदिनु न त मेरो। पहिला मेरो 4-5 जना हो क्या? खोइ आई डोन्ट नो।
के हो यार मलाई त एक्लै लुगा खोलेर सुन्नु के भनेको